सम्पूर्णमा नमस्कार। खास गरी आजको भिडियोमा चाहिँ पछिल्लो समयमा नेपालमा जुन चलिरहेको आन्दोलन र त्यसले चाहिँ इपिएसमा पार्ने प्रभावहरूको विषयमा चाहिँ चर्चा गर्नेछौँ। आज मैले यस भिडियोमा 5 वटा बुँदाहरूमा रहेर इपिएस र नेपालको आन्दोलन बीचको जुन एउटा सम्बन्ध छ र यसले जुन नेपालमा चलिरहेको आन्दोलनहरूले जुन इपिएस सिस्टममा चाहिँ कस्तो प्रभाव पार्छ त भन्ने विषयमा चाहिँ कुरा गर्नेछु। पहिलो मुद्दा रहेको छ धेरै पास गराइन्छ तर चाहिँ थोरै मात्रामा कोरिया प्रवेश गराइन्छ। खास गरी जुन हाम्रो इपिएस सिस्टममा चाहिँ पास चाहिँ अधिकतम गराइने तर लाने बेलामा चाहिँ रोस्टममा धेरै मानिसहरू राख्ने, लाने बेलामा थोरै लगाइने गरिन्छ र सुरुमा हामीले फर्म भर्दा पनि यो कुराको जानकारी गराइएको हुन्छ कि भाषा पास गर्नु भनेको कोरिया जाने ग्यारेन्टी होइन भनेर हामीले फर्म भर्ने बेलामा पनि थाहा पाएका हुन्छौँ। तर यसो भनिरहँदा जति मात्रामा चाहिने कोरियालाई जति मात्रामा चाहिने कामदारहरू हो त्यति मात्रामा कोरिया लग्यो भने जुन पछिल्लो समयमा रोस्टममा धेरै मात्रामा मानिसहरू रहेका छन् र त्यसले गर्दाखेरि जो कोरिया आउनुहुन्छ त्यो चाहिँ थोरै रहेको छ र यसले गर्दा धेरैजना जो कोरियाको लागि धेरै मेहनत गरेर पढिरहनु भएको छ उहाँहरूको भविष्यमा थोरै खेलबाड भएको छ र यसप्रति चाहिँ इपिएस अलिकति चनाखो हुन जरुरी छ र यस किसिमको समस्यालाई एचआरडीसँग समन्वय गरेर समस्याको समाधान निकाल्न जरुरी छ। त्यस्तै गरी दोस्रो कुरा रहेको छ इपिएस र एचआरडी कोरियाको जुन तालमेलमा थोरै मात्रामा केही कमी जस्तो देखिएको छ। खास गरी जुन इपिएस र एचआरडीले को मार्फतबाट नै दक्षिण कोरियामा जति पनि कामदारहरू आउने गर्छन् यी दुईटाको समन्वयबाट नै आउने गर्छन् र हामीलाई जति रोस्टममा चाहिएको छ कोरियालाई त्यति नै कामदार ल्याउन सकेको खण्डमा यो समस्या समाधान हुन्छ। त्यस्तै गरी तेस्रो मुद्दा रहेको छ आन्दोलन धेरै तर परिणाम शून्य। जुन पछिल्लो समयमा हामीले देखिरहेको छौँ र केही समय अगाडि जो भाषा जुन फर्म भरेकाहरूले गरेको आन्दोलनमा एकजनाको मृत्यु समेत भइसकेको थियो र यस्ता किसिमका आन्दोलनलाई कोरियन सरकारले प्रत्यक्ष नजिकबाट हेरिरहेको हुन्छ र भविष्यमा यो आन्दोलनको परिणाम नराम्रो हुन सक्छ। जस्तो पछिल्लो समयमा जुन नेपालमा जेनजीको नाममा भइरहेका आन्दोलन लगायतका गतिविधिहरूलाई कोरियाले हेरिरहेको छ र कोरिया नेपालबाट मात्र होइन कि अन्य विभिन्न मुलुकबाट कामदारहरू ल्याउने गर्दछ र यसले चाहिँ कोरियामा नराम्रो असर पर्न सक्छ किनकि कोरियन सरकारले जुन किसिमको नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट निहालिरहेको छ यसले गर्दा समग्र जुन रोजीरोटी भइरहेको छ कोरिया रोजगार त्यो अन्त्य हुन पनि सक्छ किनकि उनीहरूलाई कामदारको अभाव अन्य देशबाट पनि परिपूर्ति गर्न सक्छ। त्यसैले यो आन्दोलनले अलिकति नराम्रो प्रभाव पार्न सक्छ। हो नेपालमा समस्या नभएको होइन, समस्यालाई इपिएस र एचआरडीले समन्वय गर्न जरुरी छ ताकि धेरै जो अहिले अध्ययन गरिरहनु भएको साथीभाइहरू हुनुहुन्छ यसलाई चाहिँ तपाईहरूले आन्दोलन गरेर मात्रै आन्दोलनले पनि अलिकति नकारात्मक प्रभाव पर्न सक्छ। जो पनि हामी पनि कोरिया आउने बेलामा जुन किसिमको यस्ता किसिमको गतिविधिले चाहिँ अलिकति असर गर्न सक्छ, कोरियन सरकारले हेर्ने दृष्टिकोण फरक हुन सक्छ र त्यसले यस्ता गतिविधिहरूतिरबाट समस्याको समाधान ननिस्कन पनि सक्छ। र हामी पनि पटक म आफै पनि पटकको प्रयासपछि कोरिया आएको हुँ र मसँगै धेरै साथीहरू सँगै पढेका साथीहरू पनि कोही आउनु भएको थिएन। इपिएसको जुन रोस्टम सिस्टममा चाहिँ धेरै राख्ने तर मानिसहरू चाहिँ थोरै ल्याउने परिणाम चाहिँ यो हामीले पहिल्यैदेखि देखिआएको हो र तपाईँले गरिरहनु भएको कामलाई चाहिँ निरन्तरता दिनुहोला र इपिएस पास भइसकेपछि यसलाई चाहिँ एउटा छुट्टै पाटोको रूपमा लिनुहोला, यो ग्यारेन्टी भने हुँदैन। त्यस्तै गरी चौथो मुद्दा रहेको छ नेपालबाट जुन कोरियाको लागि कामदारहरू नआए पनि अन्य देशबाट कोरियाले मगाउन सक्छ। त्यस्तै गरी पाँचौँ मुद्दा रहेको छ लेबर एमओयू चाहिँ अलिकति परिमार्जन गर्नुपर्ने हुन्छ। जुन नेपाल सरकार र कोरियाको जुन एमओयू आधिकारिक रूपमा रहेको छ उनीहरूले चाहिँ यसलाई जुन अहिलेसम्म जसरी दक्षिण कोरियामा ल्याइएको छ एमओयूबाट चाहिँ हामी आइरहेका छौँ यसलाई चाहिँ जुन एमओयूमा आधिकारिक सरहरू जो कामदारहरू हुनुहुन्छ उहाँहरूले कोरियन सरकारसँग यो विषयहरू जस्तो नेपालमा पछिल्लो समयमा जुन इस्यु पीडितमा भइरहेको
जुन एउटा लापरवाही छ यसको विषयमा पनि उहाँहरूले कोरियन सरकारसँग अथवा एचआरडीसँग कुरा गरेर यो समस्या चाहिँ सल्टाउन सक्नुहुन्छ, किनकि यसले चाहिँ धेरैजना रोस्टममा रहेकाहरूलाई प्रत्यक्ष असर गरिरहेको छ। जस्तो भाषा पास गरेर पनि इस्यु भइसकेर पनि नआउने अवस्था चाहिँ धेरैको रहेको छ र रोस्टममै अवधि सकिएको छ। यसलाई चाहिँ विभिन्न अथवा रोस्टमको अवधि बढाएर हुन्छ अथवा भाषा पास भएकाहरूलाई ल्याउन कोसिस गरियोस् र जति कोरियालाई चाहिन्छ त्यति मात्र भाषा गराइयो भने सम्पूर्ण पासरहरू पनि कोरिया आउन सक्नुहुनेछ।